ल हामी कता जाँदैछौँ अरे हामी कता जाँदैछौँ अरे लुङ ल हामीहरू धेरै वर्षपछि चाहिँ अहिले बर्जु ग्रुपको चाहिँ नि सर्ट ट्रिप चाहिँ नि भछ यो चाहिँ नि अब भोलिपछि ठुलो ट्रिप पनि होला अहिलेको लागि एकदम प्र्याक्टिस भर्जनमा धेरै पछि बाइकमा एकैचोटि है ल हामी अब पसलबाट चाहिँ नि यसो निस्किँदैछौँ है कहाँ जाने हामीहरू हामी जाँदैछौँ लुङ कहाँ जाने रे लुङ हामी जाँदैछौँ लुङ लुङ सुसाइड पोइन्ट दुईजना बुटोलबाट एकजना काठमाडौँबाट आउँदै आएको छ खै अर्को कहाँ जानु माइला एमएम उसले मोमो बनाउँदैछ माइला मेकानिक अब यहाँ अर्को कर्मचारीलाई लिन आएको छौँ हामी अर्को के गरौँ भन्छ कहाँ भन्छ भाँडा मान्दा पनि हामीले चाहिँ नि भाँडा मान्दैन हामीले कपडा पनि राम्रै दिएछौँ हेर्दा पनि लागिखाक्दो छ है अर्को पनि छ है त्यहाँ तल टन्ने भाँडाहरू छ सबै मानिदिने ए भट्टा हाल्न नडराएन आफ्नै हो के मजाले हाल भट्टा आफ्नै हो जति मनलाई त्यति हाल कि डराखास भट्टा हाल्नलाई ल हामी के लैछ नि ए हाम्रो चिसो के ल्यायो कोकिला छु मैले एउटा बोका नि गोर्खा लाने कि उयो बार ल यहाँ कुन भेराइटी छ ल अब चाहिँ नि गोली गट्टा तयार भयो पालै पालो सबैजना आउँदैछ है ल ए के लिएर आउँदैछ यिनीहरूले जसले खान्न त्यसले त्यही भने पनि भयो के लिएर आयो तिमीले झोलामा छ चटपटेको आइटमहरू ल अर्को के लिएर आयो सुन्तला खाने सुन्तला सुन्तला ओ अर्को के लिएर आयो फेरि ल अब हामी जाँदैछौँ है सर्ट ट्रिपमा ल अब हामी अन द वे अनप्लान्ड सर्ट ट्रिपमा अर्को एकजना क्यान्डिडेट आउँदैछ ल अन द वे टु लुङ यहाँ दुईजना खेलाडीहरू यहाँ छन् बहुत सिंगल ट्री है ल अब हामी आइएछ है यहाँ बाटोमै पर्ने लुङकै चाहिँ हामी अहिले सिंगल ट्री भनेर एकदम फेमस सर्ट ट्रिपमा सिंगल ट्री भने यही हो हामी यहाँ आइपुगेछौँ लुङकै हो यो पनि अब हामी नजिकै छ सुसाइड पोइन्ट अथवा हाम्रो के अरे अर्को आउँछ यही त हो के लाले मायाले धन्न बाटोमा दुवा घान्ने चक्करमा यसले मोबाइल बचाउँ भन्ने भयो के अरे चिप्स खस्यो भइयो ल हामी यहीँ आइपुगेछ है अब यसो सिंगल ट्रिप भिजिट गर्ने त्यसपछि हामी फेरि अहिले लुङतिर जान्छौँ यहाँ नजिकै छ यहाँसम्म आएपछि यहाँ पनि यसो भिजिट गरौँ भनेर यहाँहरू पनि कोही पाल्पा आउँदै हुनुहुन्छ भने सर्ट ट्रिपको लागि यहाँ आउन सक्नुहुन्छ है
एकदम आनन्द पिसफुल छ ड्राई फुड लिएर मजाले आउनुहोस् खानुहोस् सफा गर्नुहोस् जहाँ तै नफाल्नु होला पर्दैन हेर्नु राम्रै आउँछ ल फाइनल्ली हामी अहिले हामी यहाँ कुहिरेबिर आएको छौँ हामी कान्छे नगरपालिका वडा नम्बर 12 को बौगा पोखरा थोकको कुहिरेबिर टुडीखेलमा आएको छौँ है अब हेलो हामी कुहिरेरमा आइसकेछौँ हिँड्दैछ उकालो उकालोमा यो लाँदो ल हेलो है हामी फाइनल्ली हामी चाहिँ यहाँ अहिले टुडीखेल पनि भन्छ कुहिरेभिर पनि भन्छ कसैले सुसाइड पोइन्ट भन्छ हामी यहाँ एकदम भर्खरै आइपुगेका छौँ साधन पनि माथिसम्म आउने रहेछ ल अब यहाँको यसो साइडबाट देखाइदिउँ के छ यहाँबाट देखिने ल पारी गुल्मी जिल्लाको रिडी बजार यता कालीगण्डकी पारी बजार रिडी बजार अर्कोले त्यही भयो कि अनि यो चाहिँ अब कालीगण्डकी नदी भइहाल्यो कस्तो लागिरहेछ लुङ राम्रो छ सुसाइड पोइन्ट हैन किन सुसाइड पोइन्ट भनेर नाम राखेछ अब हामी यहाँ आफ्नै करेसा बारीमा फलेको अर्ग्यानिक सुन्तलाको स्वाद लिँदै बसेछौँ अब यसपछि बल्ल हामी चाहिँ नि यहाँ अरू खान्छौँ है यो आफ्नै बारीमा फलेको एकदम ओरिजिनल अर्ग्यानिक सुन्तलाबाट हामी आजको दिन सुरु गर्दैछौँ यहाँ अलिकति नटी भइरहेको छ अर्ग्यानिक वाला एकदम स्पेशल चटपट साँधेको होइन अब त्यही अडाएपछि सबले खायो भाइ यसले गर्ने अरे अहिले यहाँबाट जाउँ अब हामी यहाँ रमाइलो गरिसक्यौँ अब यसो हल्का ड्राई फुड ल्याएर ड्राई पिकनिक गरिसकेपछि अब हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ सर्ट एन्ड स्विट ट्रिपको लागि एकदमै राम्रो छ ल मजाले फ्यामिलीहरू लिएर साथीहरूसँग आउनु होला रमाइलो गर्नु होला र सफा राख्नु होला यताउता जहाँ त्यही फोहोर नफाल्नु है ल ओके बाई 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 बाई
सन्डे भन्ने अब हामी यहाँ सन्डे भन्ज्याङ तानसेनमा आइपुगेका छौँ। अब यहाँबाट हामी अहिले तानसेनतिर फर्किँदै अब हामी फाइनली तानसेन आइपुग्यौँ। ल गाइज हामी तानसेनमा फाइनली बजारमा आइपुग्यौँ है। Tanseen Tosado. हात त मिलाम पछि ल अब हामी चाहिँ नि फाइनली साके फेसन वेयरमा है आइपुगेका छौँ। साके फेसन वेयर सर्ट एन्ड प्रोग्राम रमाइलो भयो।